अनि बिहा पनि केसर भएको बिहाको काट मात्रै 2 किलो भयो अनि विन्टर सिजन लागेन अन्त बिहाको अन्त बिहा भएको भएको हो नि तेरो तिमीहरूको भित्र त्यही त होला आइटम के कुरा गर्छु बिहाको टाक्क हिजोमा आइरहेको थियो एउटा एक टोका भएको छ बिहाको काठ त्यसले आगो फुकेर नि त्यसले नै भात एक अब के गर्नु गाउँ ठाउँमा यस्तै हो जानै त पर्यो एक टोका छ फेरि जानै पर्यो नि अब पालो पैँचो फेरि अब भोलि चाहिँ आफ्नो त हुन्छ पालो हो दादा यी बिहाको काठ आएको छ पारीबाट हो पुरै मात्रै गरेको कहाँ परेछ पारी पारीबाट हजुर कति जाने 28 तारिक 28 तारिक हजुर आयुष्मान दिपेश राय शुभ विवाह कोसँग भइरहेछ महिना छेत्रीसँग शुभ विवाह कति तारिक छ 28 तारिक बुधबारको दिन समय 10 बजेदेखि बेलुका 4 बजीसम्म महिना त होइन लाऊ महिना छेत्री रहेछ हौ खै उसको छोरी हौ उसको हो मन्तरीको हो मलाई थाहा छ नि त्यही त मन्तरी त्यो गणेशको छोरी हौ साह्रो माको काट ठिकै छ हौ अब जानु पर्ने त गाउँ ठाउँ फेरि जानै पर्यो नि म त जान्दिनँ त्यो बहिनी त सानै थियो कसरी बिहा भएछ हौ है हो नि त कुनी कसरी बिहा सट्टै बिहा भयो अब तिनीहरूतिर पनि त आयो होला नि है ल घरमा दिइराखेको होला नि हिजोमा आइरहेको छ एउटा के कुरा गर्छ यस्तो नाथे बिहा कति आयो घन्टा पनि जान्दिनँ वाक्कै लागेन तिमीहरूलाई जानु त्यहाँको पारीबाट त आउँछ त जानुपर्छ नि के कुरा गरेको तैँले चाहिँ गाउँ ठाउँमा ठेट जान्दिनँ है ठेट किन चाहिँ जान्दैनस् तँ चाहिँ त्यस्तो बिहाहरू कति हुन्छ नि किन त किन जान्दिनँ अन्त काठ आएपछि नजानु काट आओस् कि जेसुकै होस् न फलाम चादर जेसुकै होस् जान्दिनँ म कति चिनाजाना गाउँ हो मान्छे चिन्छ कि हामीलाई गएन भने के भन्छ भोलि दिनमा के भन्छ नि भ्याएन रहेछ भन्छ गयो भने के भन्छ थाहा छ मासु भात खानु नपाएको रो आयो घिच्नु भन्छ त्यसपछि किन चाहिँ भन्छ हौ किन रिसेको एक्कासी अघिसम्म त राम्रो पो बिहाको कार्ड पढ्ने बित्तिकै के भएको थाहा छैन मलाई के बिहा गर्नेले गरिरहेको छ हामीले चाहिँ किन घसघस किन जानु गरोस् न कहाँ जानुपर्छ नि गाउँ कसको ठाउँमा? केटीको नाम त के बढ्यो है अन्त महिना 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 होइन वर्ष महिना छेत्री है महिना राई ए महिना छेत्री रहेछ छेत्री ए उयो पारीको होइन त्यो बहिनी यो तँलाई थाहा छैन सन्त किन चाहिँ जानु मान्दैन भनेर त मलाई थाहा भयो नि त अहिले किन पहिला त्यो यसको गर्लफ्रेन्ड थियो नि त अन्त एक्स हो यो तेरो एक गर्लफ्रेन्ड हो अन्त ऊ थियो कि थिएन भन्ने मलाई नडाक्न मलाई थाहा छ त त्यही भएर अब किन जान्दिनँ भन्दै छ किन भन्छु नि एक्कासी बिहाको कार्ड पढेको